आज म तपाईहरुलाई लौकाको तरकारी बनाएर देखाउँछु। सबैभन्दा पहिला लौका चाहियो। लौकालाई राम्रोसँग पखाल्ने, त्यसको बोक्रा तास्ने, आफूलाई कत्रो साइज चाहिन्छ त्यो अनुसारले काट्ने, प्याज पनि काट्ने, आलु चाहिँ मैले बोक्रा नतासिकनै काटेँ, गोलबेरा काट्ने, हरियो खुर्सानी काट्ने, यतिको सामान तयार पार्नु पर्यो। मन पर्छ भने यसमा गेडागुडी पनि राख्न सक्नुहुन्छ। अब एउटा कुकरमा तेल तताउने, मेथी पड्काउने, खुर्सानी र प्याज पनि राखेर मजाले भुट्ने। अब यो प्याजलाई रातो रातो हुने गरेर भुट्ने, अनि त्यसमा आलु पनि राखेर भुट्ने। एकछिन आलु भुटिसकेपछि त्यसमा अब स्वाद अनुसारले जिराको धुलो राख्ने, बेसार पनि राखिदिने। अब यसमा लसुन अदुवाको पेस्ट पनि राख्ने। अब सबै मरमसलाहरूलाई मजाले भुट्ने। अब यतिको भएपछि अब काटिराखेको गोलबेरा पनि राखेर भुट्ने। अब यसमा स्वाद अनुसारले नुन राख्ने। अब पालो आयो हाम्रो लौकाको, लौका पनि राखेर मजाले भुट्ने। मैले चाहिँ यसमा भिजाइराखेको चना थियो त्यो पनि राखिदिएँ। यो सबै मजाले एकछिन भुट्ने। अब आफूलाई कति पिरो मनपर्छ त्यो अनुसारले खुर्सानी राख्नु भए पनि हुन्छ। अब यतिको भुटिसकेपछि आफूलाई चाहिने जति पानी राख्ने, कति झोल मनपर्छ त्यो अनुसारले पानी राखेर सिटी लगाइदिने। 2-3 सिटीमा त पाक्छ यो तरकारी। 3 सिटीमा यतिको भयो, हेर्नु त। अब तयार भयो हाम्रो लौकाको तरकारी। यो तरकारी खानासँग, रोटीसँग, जेसँग खानु भए पनि मिठो हुन्छ। मन पर्छ भने तपाईहरु पनि बनाएर खान सक्नुहुन्छ।